पानी लिनु पानी लिनु चाउचाउ लिएर आउनु ल पानी यहाँ छैन है तपाईले पानी लिनु भएन ल यहाँ खटाउ 70 रुपैयाँ त्यो त लिइसक्नु भयो मैले हेल्प गरेर कि यहाँ त म त दुईटा होइन त्यहाँ लगिसक्नु भएको रुपियाँ 100 रुपियाँ दिनु न त्यो दिइसक्नु भएको रहेछ है पानी लगिसक्नु भएको रहेछ छैन चान्चु चान्चु छ यसको त चेन्ज कसरी होला र त्यसमा दुईटा पानी समाउनु भएको छैन यहाँ 40 रुपियाँ ल्याउनु 40 ल्याउ त पहिला 100 दिएर त्यो तपाईँ अब त मैले व्यापार गरेको भिडियो बनाउनु पर्दैन म त उलीले गएँ नि त हामी यहाँ भित्र गएर बस्छौँ भित्र बसेर गएर हो त्यता उठ्नु 5-4 भनेर त हेर्नु जाँदैन केही दिन राखेर यस्तो
पहिला भसा भस सर्वे ल्याएर थिए यता Gua korting kan kita lari. Dah. Boy betul sih lah. Boy, ini orang gua ada tu. Gua right gun. Mau kita goin ke jauh-jauh ni, no? भित्रपट्टि आउनु आफ्नो पैसा लगाउने गाडी खत्तम हाल्यो दाइ चार छक्के खायो त्यो फेरि हो र त्यो कहिले नाम नसुनेको नामले हानेको थियो इन्डियामा खेलेर इन्डियामा पहिले नहानेको त्यो अधिकारले चार छक्का हान्यो कति हो रे सुतेपछि ब्याटिङ गर्ने बेला पेटमा पोलिएर भएन पानीमा 10 रुपियाँ तिरेको 15 रुपियाँ पानीमा कमायो यहाँ एउटा पाउने व्यवस्था नभएर रमाइलो भएको थियो केटाहरू म्याच भइरहेको छ केटाहरू के गरिरहेको छ हाराहार भइरहेको छ लकी जब भइरहेको छ खतरा यतै बसेको डर लाग्यो है मलाई हाल्छु भनेर डर लागेर आएको है म हाराहार भइरहेको छ लट्ठी हानिरहेको छु पेमेन्ट पनि पिरो त हानेको नि सेमैलाई पिरो त हानेको फाइनल मात्रै हो छक्का हान्छ भने हातमा दिएको
सुतेपछि जान्छ फाइनल हो टिम मौका दिने हो त्यो त फाइनल जान्छ टिम तपाईँ जित्छ नेपाल चाहिँ म लिन्छु एक मिनट नगर्नेको लागि तपाईँले मैले कोही जित्छ भनेर सोधेको एउटा सुतेपछि त जान्छ अर्को टिम हन्ड्रेड भन्दिनु सुतेपछि बसेस भइहाल्यो जित्छ हामी पहिला त्यही भन्थ्यो चेन्नईलाई त्यही भन्थ्यो होइन चेन्नई अरू खेल्ने बेला चम्दैन छ खेल्ने कि फेरि जब फाइनल आयो आफू टिकटको लागि पैसा सुधार गरेर आइरहेको होइन लास्ट त्यो घाँसमा बसेर 1000 तिरेको थिएँ फाइनल गयो घाँसमा बसेको 1000 बाँकी सुतेपछिको चाहिँ मेरो कस्तो कि बोटी के अरे सुतेपछि र जनकपुर जब 52 बल भएको थियो वाला त्यही हो 122 लागि थियो 52 बल हो मेरो मोटिभ के थियो एउटा पहिलो म्याच होइन छोड्दैन कि म फर्स्ट म्याच आई थिङ्क अहिलेको यो वर्ष सिजन 1 पनि फर्स्ट म्याच हेरेँ सिजन 2 को त काठमाडौँ बस्यो जनकपुर थियो हेरेँ त्यहाँदेखि त्यो फ्लड एन्डमा पैसा आएको बाहिर हेरेँ भयो नि ज्याल बस्नु मजा आयो त्यो अपोजिट ज्यालमा देखेर फुटबल हेर्नु त जाँदैन म पनि पर्दैन कराएर भयो कि खत्तम हारेको जनकपुर एकदम कन्सिस्टेन्स भएको टिम भनेको कोही मात्र त होइन सुरुबस मात्र त होइन पुरै तिनका टिम अलग हो नि त सिजन 1 मा सुतेपछि तीन टिम अलग थिए सिजन 2 मा हेर्नु सुतेपछि कन्सिस्टेन्ट थियो बाँकी 3 टिम अलग हुन्थ्यो ऊ आउट अफ सिलेबस पछि पुगेको म हेरिरहेको छु किन कार पाएन कार पाउने रोहितले पायो नि कार विनिङ टिमले पाउने रहेछ विनोद र रोहित यस्तो होइन विकेट कति 10 विकेट कति रोहितको थियो रन चाहिँ पाइहाल्छ जनकपुर गोल्ड कपको अनि कमाएर हो त्यही म्याच जित्छ क्या लास्ट म्याचमा जनकपुर त्यसो गरी हुन्छ कि ओलीले शासन गर्ने र बालेले शासन गर्ने एउटा हुन्छ र भन्नु किन मान्छेले भोट चेन्ज गर्छ आठ बजे 2 मिनट सबलाई देखाउनु पेमेन्ट काट्दै भनेर 8 बजे 3 मिनट सोल्ड आउट फेरि 3 मिनटमा सोल्ड आउट त्यही भएर त मात्रै गर्ने त्यही भएर चाहिँ 750 गराएको अब काम चाहिँ अब पनि गराएको छ त्यो ग्राउन्डमा सिधामा गएको बोलवाला यस्तो टाढा अलिक टाढा चाहियो त ग्राउन्डमा कोपी हमाल भनेको पुरै पहेँलै बनाइन्छ
पानी